योभन्दा अगाडिको भिडियोमा भएको फाइनेन्सियल ह्याबिटहरूको बारेमा 5वटा फाइनेन्सियल ह्याबिटहरूको कुरा गऱ्यौँ। फर्स्टको के रहेछ त सेभिङ एन्ड इन्भेस्टिङको पार्टलाई लिएर चाहिँ कुरा गर्दैछौँ। के रहेछ त सेभिङ एन्ड इन्भेस्टिङ भन्ने कुरा हो होइन। अब सेभिङ भनेको चाहिँ भविष्यमा आवश्यक पर्ने पैसालाई सुरक्षित राख्नको लागि आजको कमाइबाट केही रकम अलग राख्नुको सेभिङ हो भनेर। र अब सेभिङको मेन उद्देश्य भनेको चाहिँ पैसा सुरक्षित राख्ने र आवश्यक पर्दा प्रयोग गर्ने। जस्तै हाम्रो इमर्जेन्सी फन्डहरू यिनीहरू अब त्यो चाहिँदाखेरि चाहिँ हामीले एकदम निकाल्नु सजिलो हुने, तर ब्याज इन्ट्रेस्टहरूको भन्दा पनि हाम्रो चाहिँ आफ्नो पैसा सुरक्षित रहोस् भन्ने हिसाबले मात्र यो अब सेभिङको चाहिँ युज गरिन्छ खासमा होइन। खासमा यसको उद्देश्यहरू भनेको चाहिँ अब बचत खाता, मुद्दती खाता, आवश्यक निष्पक्ष होइन, अब त्यस्तै फिक्स डिपोजिट होइन, अनि आवधिक बचत योजनाहरूको चाहिँ प्रयोग गरिन्छ। यो चाहिँ हाम्रो चाहिँ आवश्यक इमर्जेन्सी फन्ड भनेर पनि छुट्याउन सकिन्छ सेभिङको लागि चाहिँ। जब हामी सेभिङ गर्छौँ र त्यो जब सेभिङबाट क्रिएट हुन्छ त्यसपछि हामी इन्भेस्टमा हुन्छौँ। के हो त इन्भेस्टमेन्ट? व्हाट इज इन्भेस्टिङ भन्दाखेरि भविष्यमा बढी पैसा कमाउने उद्देश्यले आफ्नो पैसा कुनै लाभदायक क्षेत्रमा लगानी गर्नु इन्भेस्ट हो भनिन्छ। तर अब यसको लागि चाहिँ यसको उद्देश्य चाहिँ के हो भन्दाखेरि पैसा बढाउने र सम्पत्ति निर्माण गर्ने हो होइन। किन भन्दा यसले चाहिँ इन्भेस्टले चाहिँ रिस्क पनि हुन्छ र रिस्क लिएअनुसार कमाउने पनि अवस्था हुन्छ। किन यसको चाहिँ कसरी हुन्छ भन्दाखेरि इन्भेस्ट गर्ने र पैसाले पैसा कसरी कमाउने भन्नेहरू कुरामा चाहिँ धेरै चलिरहेको छ अहिले होइन। अनि जस्तै अहिले अब के चाहिँ छ त यसको इन्भेस्टमेन्ट गर्ने ठाउँहरू, इन्भेस्टिङ गर्ने ठाउँहरू के छन् त भन्दाखेरि चाहिँ अहिले अब सेयर, म्युचुअल फन्ड, एसआइपी अरू धेरैवटा स्रोतहरू चाहिँ अहिले चाहिँ धेरै राम्रो प्लेटफर्ममा धेरै तरिकाले चाहिँ लगानी गर्ने ठाउँहरू चाहिँ बनिरहेको छ। त्यसरी त्यो लगानी गर्ने ठाउँहरूमा चाहिँ हामीले थोरै अब हामीले आफ्नै स्यालेरीबाट आएको पैसा या आफूसँग भएको पैसालाई मन्थली रूपमा 5,000 10,000देखि लिएर गएर केही पैसालाई चाहिँ हामीले चाहिँ त्यसमा लगाइरहन सक्यौँ भने भोलिको दिनमा त्यसले हामीलाई कतिको फाइदा दिन्छ त भन्ने कुराहरू चाहिँ जुन हाम्रो लगानी इन्भेस्टिङको पार्ट छ त्यसमा एकदम प्रफिटेबल पार्ट देखिन्छ। र बचत र लगानीको अघि पनि कुरा आयो। बचत भनेको चाहिँ कम जोखिम, कम प्रतिफल, छोटो अवधिको लागि उपयुक्त भनेर चाहिँ कुरा भएको छ। जस्तै लगानीमा छ तपाईँको पैसा बढाउँछ, केही जोखिम पनि छ, उच्च प्रतिफल पनि छ, लामो अवधिका लागि उपयुक्त छ भनेको चाहिँ अलि लङ टर्मको लागि चाहिँ लगानीमा चाहिँ आफूले लगानी गर्दै गएपछि त्यसको प्रतिफल भनेको नि बढेर आउने कुरा हो। जस्तै बचत भनेको चाहिँ अब आफूसँग भएको पैसा चाहिँ सुरक्षित रूपमा रहने भयो, प्रतिफल पनि कम हुने भयो, छोटो अवधिको लागि चाहिँ पर्फेक्ट हुन्छ। अनि लङ टर्मको लागि सोच्यो भने लगानीले चाहिँ आज लगानी गर्यो त्यसको 1-2 वर्ष, 5 वर्ष, 10 वर्षपछि चाहिँ त्यसले दिने प्रतिफल चाहिँ एकदम उच्च हुन्छ। पहिले बचत गर्नुहोस्, पछि लगानी गर्नुहोस् र सुरक्षित भविष्यको लागि दुवै आवश्यक छ। हस् त, धन्यवाद। आजलाई यति नै। आज लाइक, सब्सक्राइब, सेयर गर्न नभुल्नु होला। हस् त, धन्यवाद। बाई बाई।